यति धेरै रमाइलो हुन्छ भनेर मैले कल्पना पनि सोचेको थिइनँ। आज चाहिँ यति धेरै रमाइलो अङ्कल र आन्टीहरूसँग मिलेर काम गर्न पाउँदा वेल डन गाइज। सबैजना सन्चै हुनुहुन्छ होला। तपाईँहरूलाई चाहिँ वेलकम छ मेरो मिनी ब्लगमा। तपाईँहरू चाहिँ लास्टसम्म हेर्नु होला। आज चाहिँ मेरो के काम थियो र मैले के गरेँ बिहानदेखि भनेर। चाहिँ हाम्रो घरमा अङ्कल आन्टीहरूको ढलान थियो घरमा चाहिँ, त्यही भएर चाहिँ हामी मासु पकाउन थाल्यौँ। मासु चाहिँ मैले नि पकाइरहेको थिएँ। ढलान चाहिँ हाम्रै घर अगाडि भइरहेको थियो। हामी रमाइलो गर्दै कामहरू सकाइरहेको थियौँ। मम्मी चाहिँ काम गर्नेहरूको लागि चाहिँ जाँड छान्नु हुँदै थियो। अनि मम्मीले चाहिँ मलाई भन्नुभयो जाँता कान्छा पुऱ्याइदिए भनेर। अनि म चाहिँ पुऱ्याउन गएँ हिँड्दै। यो घर भन्नुपर्दा चाहिँ साढे 2 तला बन्दै थियो। यो घरको मालिक चाहिँ अनि अमेरिकामा हुनुहुन्छ, अमेरिकाबाट पठाउनुहुन्छ र अनि दिदीले बनाइदिनु हुँदैछ। अनि त्यो दिदी चाहिँ हाम्रो अङ्कल आन्टी पर्नुहुन्छ। त्यही भएर अनि अङ्कल आन्टीहरूले चाहिँ यो घरलाई बनाउन धेरै मेहनत गर्नुभएको छ। दिन रात यहीँ आउनुहुन्छ अनि पानी हाल्ने कामहरू पनि हुन्छ, त्यो सबै गर्नुहुन्छ, उहाँले नि हेर्नुहुन्छ होइन। अनि म चाहिँ बसेको धेरै बेर भयो, त्यही भएर म चाहिँ घरतिर लागेँ। घरमा गएको आन्टीहरू चाहिँ काम गर्नु हुँदै रहेछ। आन्टी र मम्मी मिलेर सघाइ गरेर मम्मीले चाहिँ काम गर्ने र हामीलाई चाहिँ भात पकाइराख्नु भएको थियो, अचार पनि बनाइराख्नु भएको थियो। अनि आन्टीले चाहिँ मासु र अचार बनाउन थाल्नुभयो। अनि प्याजहरू हालेर अनि राम्रो तरिकाले पकाउन थाल्नुभयो। अनि यहाँ चाहिँ काँक्रा रहेछ, काँक्रा पनि काटेर अनि सलादहरू सबै काटेर ठिक पारेर अहिलेको लागि तयार गरिरहेको छु। मम्मीले चाहिँ यहाँ दाल बसाइदिनु भएको रहेछ। अनि मम्मीले चाहिँ यहाँ अहिलेको मासु अनि भुटभाटहरू पारेर मैले राखिदिएको थिएँ। मम्मीले हेर्नुभएछ। लास्टमा हेर्दा त खाउँ लाग्यो, लास्टमा नखाइदिएको होइन। मम्मीले चाहिँ फेरि अर्को काम लाउनु भयो। अनि म चाहिँ त्यो काम गर्न लागेँ। अनि आज चाहिँ एउटा दाइ आउनु भइरहेको थियो। अनि दाइलाई पर्खिँदा ढिलो भयो। लास्टमा बुनु नै आयो स्कुलबाट। लास्टमा दाइ चाहिँ अगाडि आइदिइराख्नु भएको थियो। अनि बाबा र अनि दाइ चाहिँ आज कामले उता जानु भइरहेको थियो। अनि त्यही भएर लुगा लगाएर अनि बाबा चाहिँ उता रेडी हुनुभयो। अनि मम्मीले फेरि अनि रक्सी पुऱ्याइदिएर आइज भनेर अनि मैले चाहिँ यिनीहरूलाई रक्सी पुऱ्याएर आएँ। काम गर्नेहरूको लागि यिनीहरू अनि भात खान रेडी गरेको रहेछ। अनि मैले चाहिँ आउँदाखेरि फलमहरू ल्याएँ, भेटेँ। अनि मम्मीले फेरि अनि चामल बिसाउनु भएको रहेछ। आन्टीले चाहिँ मलाई बियर, रेड बुल्स अनि मासु लिएर आऊ भन्नुभयो। अनि म चाहिँ लिन गएँ। अनि पसलमा गएँ अनि आन्टीलाई भनेको अनि दिन थाल्नुभयो। अनि बाटोमा झुन्ड्याउँदै लिएर आएँ। अनि यो चाहिँ हाम्रो घरको कुकुर थियो, सेतो राम्रो थियो होइन। अनि त्यसलाई पनि मासु दिनुपर्ने थियो। मासु पनि अर्को हाटमा थियो। झुन्ड्याउँदै ल्याएँ। अनि यसलाई आउँदा त भोक पो लाग्यो। अनि मैले चाहिँ अचार खाइदिएँ। अचार बनाउनु भएको रहेछ। अनि अङ्कल आन्टीले चाहिँ बालुवाको पैसा दिन थाल्नु भएको रहेछ। अनि मान्छे आएको रहेछ लिनको लागि। अनि दिन थाल्नुभयो। अनि त्यो अङ्कल चाहिँ पैसा गर्न थाल्नुभयो। आन्टीले चाहिँ अङ्कललाई खाना खुवाउनु भयो। अङ्कलले पनि खाना खाइसक्नु भयो नभन्दै। अनि काम गर्ने अङ्कलहरू पनि आउनु भएको थियो। अनि आमाले चाहिँ सबैलाई लाइनै राखेर अनि खाना खाएर दिनुभयो, रक्सीहरू अनि सबै बियरहरू दिनु। साँझ पनि पर्यो अनि भोक पनि लाग्न लागेको थियो। अनि मैले चाहिँ अनि भात लिएर खाइदिएँ। अनि आजको लागि चाहिँ यति नै गाइसहरू। सबैले मन पराउनु भयो भने सबैले लाइक, कमेन्ट, सेयर, सब्सक्राइबहरू सबै गर्नु होला। ल आउने दिनमा म यस्तै भिडियो लिएर आउँछु भन्दै बाई बाई।